Hello everyone, it's official Sapi Vlogs. You are watching my channel and please watch my videos. आज चाहिँ हामी यहाँ डाइरिस किचनमा आएको थियौँ म र भाउजू त्यो भोक लागेको थियो दिउँसो अनि त्योहरू स्न्याक खान गएको अनि त्यहाँ चाहिँ कस्तो मिठो के गाइस खानेकुराहरू मलाई चाहिँ एकदम मन पर्यो पर्सनली चिप्लेढुङ्गामा रहेछ अनि त्यसपछि चाहिँ म हामीहरू घर पुग्यौँ दाइको बर्थडे केक लिएर दाइको बर्थडे मनाउन कस्तो रमाइलो भएको थियो कि बर्थडेमा दाइको सबैजना रमाएर फेरि मेरो भदिनीले फेरि मेरो नानीले साथीहरू बोलाएर ओहो के कुरा गरौँ ओहो कम त रमाइलो भएन त्यसपछि चाहिँ हामी चाहिँ एकछिन गीत बजाउने रमाइलो गरौँ भनेर यो दाइको बर्थडे सकेपछि खानासाना खाएर यसो बाबुले पनि गिटार बजाउन थालेछ गाइस यो पागल भएर कस्तो रमाइलो भएको थियो त्यसपछि यिनीहरू यहाँ हेर्नु पागल भएर म भोलि जाने भनेर दुईजना टाँसेर मसँग त्यहाँ मेरो कपाल बिगारेर मेरो मुख बिगारेर राम्रो गरौँ मुखै बिगार ए भगवान् तर ठिकै छ त्यसपछि चाहिँ भोलिपल्ट म आज चाहिँ भनौँ न आजको दिन चाहिँ म यता बसमा चढेर वीरगन्जतिर लागेँ मेरो मम्मी बाबा उतै वीरगन्जमा बसिन्छ म चाहिँ मम्मी बाबालाई भेट्न जाने मम्मी बाबा नै बस्ने हो म त्यही भएर म मम्मी बाबालाई भेट्न जाने भनेर र चाहिँ लागेको किनकि म काठमाडौँ बस्ने हो तर मेरो मम ड्याड चाहिँ वीरगन्जमा होइसिन्छ अनि यहाँ हेर्नु न भ्यू ओहो त्यहाँ कस्तो राम्रो भ्यू के ओ माई गड यस्तो चिसो थियो होइन तर त्यो भ्यू देखिँदा त मेरो त्यो चिसो नै हराएको कि यस्तो आनन्द यस्तो रमाइलो लागेको त्यसपछि चाहिँ हामी चाहिँ लाग्यो अलिअलि मैले भ्यूको फोटो चाहिँ हालिदिएको छु बाटोको हेलो गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी सब्बी छेत्री उहाँ हैसिन्छ मेरो मामु आज म चाहिँ पोखराबाट सवारी भएर अब घर आइपुगेँ मेरो आमानेजी आमालाई हेर्नुहोस् गाइज मलाई हजुरको लागि कसको माया लाग्छ धेरै भन्छौ छोरीको भन्छ न माया लाग्छ छोरीको मेरो छोरी नभए त म बाँच्नै सक्दिन हेर्नु गाइज मेरो मम्मी एकदम स्विट होइसिन्छ होइन ल यही म आफ्नो ब्लग इन्ड गर्न चाहन्छु ल बाँकी चाहिँ भ्यू चाहिँ हेर्नु भ्यूको मजा ल बाबा बुवा हेर्नु ठ्याक्क हाम्रो फेस मिल्छ नि है गाइज बाउ छोरी हो नि त बुवा को बेटी के तिम्रो साथी कोही छ तिम्रो साथी म घर आएर मेरो बाबा मम्मी कति खुसी हुनुभएको कि अनि मैले ब्लग इन गर्न थालेँ त्यो ठ्याक्क बाबा पनि आइसक्यो थियो अनि मैले भिडियो बनाएको हेरिदिनु होला है थ्याङ्क यू फर वाचिङ